Welcome back to our channel. Today we are making momos. Which is called Nepali dumplings. Yes, हामी चाहिँ जाँदैछौँ मार्केट कन्ज्युम चाहिँ हाम्रो घर नजिकै छ. As you can see, this is the consume. So let's go. सामान किन्नको लागि हल्का फुल्का मैले चाहिँ आधा सामान हिजो नै लिएर गइसकेको थिएँ अनि आज चाहिँ हामी पिठो हेर्दै थियौँ कुन चाहिँ मैदाको पिठो भनेर. मोमो बनाउनको लागि चाहिँ मैदाको पिठो बेस्ट हुन्छ नि. त्यसो घर आएर खाना बनाएर खानासाना खाइसकेपछि उसले साफसफाइ गर्न लागे र हामी मोमोको प्रिपरेसन गर्न लागि उसको साथी पनि आउँदै हुनुहुन्थ्यो. हामी तिनजना चाहिँ आज मोमो खाँदै थियौँ. उसले चाहिँ पिठो गुन्नेर पनि राखिसकेको थियो. म चाहिँ सुरुमा चाहिँ सुप बनाउन स्टार्ट गरेँ. उसलाई चाहिँ सुप खान मन लागिरहेको थियो अरे. सो मैले चाहिँ फर्स्टमा तेल सेल हालेँ अनि हल्का जिरा हालेँ अनि हर्दी हालेर सुप बनाउनतिर लागेँ. मैले चाहिँ एकदम सिम्पल सुप बनाइरहेको थिएँ, केही पनि लसुन अदुवाहरू केही पनि नहालेर. सो त्यसपछि हामी बनाउँदै थियौँ, यता गफ हान्दै पनि बनाउँदै पनि. अनि मैले चाहिँ हल्का चलाउँदै राम्रोसँग फ्राई गरेर पकाउँदै थिएँ सुप चाहिँ. अनि हाम्रो घरमा चाहिँ मिक्सर छैन कि, सो जुगाडुवाला हामीले चाहिँ अचार बनाउँदै थियौँ. मैले चाहिँ सबै काटेर रेडी पारेर साइडमा भाँडा बसालिसकेको थिएँ. अनि यहाँ मोमोको फुलहरू बनाउने तयारी हुँदै थियो. हाम्रो चाहिँ किमा पाकिसकेको थियो, सुप पनि उम्लिँदै थियो. र यहाँ चटनीको लागि चाहिँ मैले पकाएर बनाउँदै थिएँ. लसुन अदुवा खुर्सानी प्याज सबै हालेर अनि यहाँ टमाटर सानो गरेर काट्दै थिएँ मैले चाहिँ. अनि यता चाहिँ मोमोको फुल बनाउँदै थिएँ. अनि यो चाहिँ यहाँ पाउने मैदाको पिठो रहेछ कि 1 केजीको लिएर आएको थियौँ. हामीले चाहिँ पुरै बनाउने भनिरहेको थियौँ, तर हामीले चाहिँ आधा मात्रै बनायौँ. किमा पनि ठिक्क भयो, पिठो पनि ठिक्क पुगेको थियो. अनि यो मोमोको भाँडा चाहिँ मलाई काठमाडौँदेखि आन्टीले पार्सल गरेर पठाइदिनु भएको थियो. अनि थ्याङ्क यू आन्टी यो भाँडाको लागि, एकदमै हेल्पफुल भइरहेको छ हामीलाई चाहिँ. अनि हामीले चाहिँ त्यो भाँडा चाहिँ बाहिरपट्टि चाहिँ टेप लागेर पठाइदिएको रहेछ. अनि त्यही भएर चाहिँ भित्र चाहिँ साफ गऱ्यौँ, बाहिर चाहिँ यसको चाहिँ साफ गर्न बिर्सेछ क्या. अनि त्यही भएर चाहिँ यस्तो देखेको थियो. सो मैले चाहिँ अचारमा टमाटरहरू हालेर सबै हालिसकेपछितिर चलाएँ. बिस्तारै लो फ्लेममा पकाउँदै थिएँ मैले अचार चाहिँ. मैले आफ्नो काम चाहिँ अलमोस्ट भइसकेको थियो. अनि दुईजना मिलेर प्रिपरेसन गर्नेतिर लाग्यौँ. त्यसपछि हामीले मोमो बसाल्यौँ पनि. अनि उसको साथी चाहिँ आइपुग्नु भएको थिएन. अनि यहाँ चाहिँ अचार पनि पाकिसकेको थियो अलमोस्ट. त्यसपछि हामीले फर्स्टमा चाहिँ मोमो ट्राई गऱ्यौँ. अब नेपालीहरूको पारै त्यही हो नि त, फर्स्टमा चाहिँ ट्राई गर्नुपर्छ आफैले. अनि मैले चाखेर हेर्दा चाहिँ मलाई एकदम मन परेको थियो. त्यसपछि मैले बुढालाई चाख्न दिएँ, उसलाई झन् बेस्ट लागेछ मोमो. अहिलेसम्म यहाँ आएदेखि खाएको भनेको बेस्ट मोमो यही थियो भन्दै थिएँ. त्यसपछि उहाँको साथी पनि आइसकेपछि हामी तिनजना बसेर खानातिर लाग्यौँ. उसको साथीलाई नै एकदम मनपर्छ, लास्टै मिठो मानेर खानु. द्याट्स इट फर टुडे. थ्याङ्क यू सो मच फर वाचिङ.